नमस्कार क्रिकेट प्रेमी साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानल अर्थात् फेसबुक पेजमा। आज नेपाली क्रिकेट समर्थनहरूका लागि निकै महत्त्वपूर्ण दिन हो। नामिबिया विरुद्धको निराशजनक हारपछि अब सबैको नजर एकै खेलमा केन्द्रित छ, नेपाल बनाम नेदरल्यान्ड। के नेपाली टोलीले अघिल्लो खेलको कमजोरी सुधार शानदार कमब्याक गर्न सक्ला? के कप्तान रोहित कुमार पौडेलको टोलीले घरेलु टोली नेदरल्यान्डलाई उसैको मैदानमा हराउँदै पहिलो जित दर्ता गर्न सक्ला? यी सबै प्रश्नको जवाब आजको खेलले दिनेछ। त्यसैले भिडियो अन्तिमसम्म हेर्न चाहिँ नबिर्सनुहोला। आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको यो अत्यन्त महत्त्वपूर्ण खेल नेदरल्यान्डको युट्रिक स्थित स्पोर्ट पार्क मार्स स्लार्करको मैदानमा हुनेछ। नेपाली समय अनुसार खेल दिउँसो 2:45 बजे सुरु हुनेछ। यी केवल एउटा खेल मात्र होइन, सन् 2027 को विश्वकप छनौट यात्राका लागि निर्णायक भिडन्त पनि हो। शीर्ष 4 भित्र रहेर सोझै विश्वकप छनौटको अन्तिम चरणमा पुग्ने लक्ष्य राखेका दुई टोलीका लागि आजको खेल जित्नै पर्ने दबाव रहेको छ। हालसम्म लिग 2 अङ्क तालिका हेर्दा घरेलु टोली नेदरल्यान्ड 24 खेलमा 14 जित सहित तेस्रो स्थानमा रहेको छ भने यता नेपाल 29 खेलमा 11 जित सहित 5औं स्थानमा रहेको छ। आजको खेलपछि नेपालले जुलाई 27 मा नामिबियासँग र जुलाई 29 मा पुनः नेदरल्यान्डसँग खेल्ने तालिका रहेको छ। त्यसैले आजको जितले नेपालको आत्मविश्वास मात्र होइन, अङ्क तालिकामा पनि ठूलो प्रभाव पार्नेछ। घरेलु मैदान, अनुभवी खेलाडी र सन्तुलित टोलीका कारण नेदरल्यान्डलाई आजको खेलमा केही बलियो मानिएको छ भने टोलीका कप्तान स्कट एडवर्ड्स, म्याक्स ओडाउड, बास डी लिडे, लोगान भ्यान विक र रोइलो भ्यान्डर मर्वे जस्ता खेलाडीहरू अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी नाम हुन्। विशेष गरी म्याक्स ओडाउड उत्कृष्ट लयमा छन् भने नयाँ बलमा काइला क्लेन नेपालको शीर्षक्रमलाई दबावमा पार्न सक्ने बलर पनि हुन्। यदि नेपालले सुरुवात राम्रो गर्न सकेन भने नेदरल्यान्डको बोलिङ निकै घातक बन्न सक्छ। नेपालको सबैभन्दा ठूलो चिन्ता भनेको ब्याटिङ लाइनअप हो। नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल केवल 157 रनमा अल आउट भएको थियो। फेरि पनि दबावका बेला विकेट गुमाउने पुरानै समस्या देखियो। आजको खेलमा राम्रो सुरुवात गर्न सके मात्र नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सक्छ। सबैको नजर कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह एरी, कुशल भुर्तेल र आसिफ शेखमाथि रहनेछ। विशेष गरी दिपेन्द्र सिंह एरी, जसले लिग 2 मा 766 रन बनाइसकेका छन् भने नेपालको सबैभन्दा भरपर्दो ब्याटरका रूपमा पनि उनी मैदानमा उत्रिने छन्। यदि नेपालको बोलिङ आफ्नो लयमा रह्यो भने कुनै पनि टोलीलाई दबावमा पार्न सक्छ। अनुभवी लेग स्पिनर सन्दीप लामिछानेले लिग 2 मा 42 विकेट लिइसकेका छन्। उनीहरूसँगै सम्पाल कामी, करण केसी र ललित राजवंशीले राम्रो साथ दिए भने नेपालले नेदरल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न सक्छ। आजको खेल जित्न नेपाललाई ब्याटिङ र बोलिङ दुवै विभागबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ। अब सम्भावित टोलीको आजको खेलाडीहरूको कुरा गर्नु पर्दा नेदरल्यान्ड्सको तर्फबाट स्कट एडवर्ड कप्तान, म्याक्स ओडाउड, बास डी लिडे, लोगान भ्यान विक, काइला क्लेन, रोइलो भ्यान्डर मर्वे, एक्सलेस रोय, मर्चन दत्त, सेन्ड्रिक डी लङ्डे लगायतका खेलाडीहरू रहनेछन् भने र नेपालको सम्भावित 11 को कुरा गर्नु पर्दा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह एरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, ईशान पाण्डे, अर्जुन कुमार र विनोद भण्डारी रहनेछन्। अब कुरा गरौँ अन्तिम विश्लेषणको। आजको खेलमा नेपालले सुरुवाती विकेट जोगाउँदै 250 रन आसपासको लक्ष्य बनाउन सक्यो भने बोलिङ आक्रमणको आधारमा जित निकाल्ने सम्भावना बढी रहनेछ। तर यदि फेरि ब्याटिङ कमजोर भयो भने नेदरल्यान्ड्सले त्यसको पूरा फाइदा उठाउन सक्छ। अब हेर्न बाँकी छ के नेपालले अघिल्लो हार बिर्सिएर शानदार पुनरागमन गर्नेछ वा नेदरल्यान्ड्सले घरेलु मैदानको फाइदा उठाउनेछ। तपाईँको विचार आजको खेल कसले जित्ला? नेपालले पहिलो जित दर्ता गर्न सफल होला कि नहोला? कमेन्टमा लेख्न नबिर्सनुहोला। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्। स्कोर चौतारी च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। फेसबुकमा हेर्दै हुनुहुन्छ भने हाम्रो फेसबुक पेजलाई पनि फलो गर्न नबिर्सनुहोला। म फेरि अर्को ताजा क्रिकेट अपडेटका साथ भेट्नेछौँ। तबसम्मका लागि धन्यवाद। नमस्कार।